हेलो गाइज वेलकम टु माई मिस्टर थारू ब्लग होइन सबैलाई स्वागत छ मेरो ब्लगमा। अनि हामी चाहिँ आज पत्थर खोलातिर आएको घुमघाम गर्न सौ केटाहरूसँग यहाँ दारू खाइरहेको थियो अघिसम्म। अहिले चाहिँ पुरा फ्री भइरहेछ। यहाँ हेर्नुहोस् गाइज, यो चाहिँ हाम्रो अघि भर्खर यो पनि ब्लगर हो। तिम्रो ब्लगको नाम के हो गाइज? अब ओए के रे हाम्रो ग्याङको नाम मुर्रा। हाम्रो चाहिँ नयाँ ग्याङ खुलेको छ है गाइज, मुर्रा ग्याङ खुलेको छ। हामी यसमा अब गेमिङ कम्युनिटीमा पनि यसमा हामीले गिल्ड सिल खोल्नेछौँ। प्लिज जोइन गर्नु होला है। खोलिसक्यो मेकले आउनु हो आउनु। म चाहिँ गिल्ड लिडर हुनेछु, एक्टिङ गिल्ड लिडर अफिसर सबै हुनेछ है। आउनुपर्छ है। ल गाइज सबै राख न भाइ त्यही राख। कहाँ हेरौँ है भाइहरूलाई। नेपाली डल्फिन हो यिनीहरू चाहिँ। हाम्रो सब्सक्राइबर हो। ओ नेपाली डल्फिन यता हेरिदिउँ है सबै। यिनीहरू चाहिँ सबै नेपाली डल्फिन है गाइज, सबै नेपाली डल्फिनहरू हो। सो यहाँ भोले बाबा हो कि सबै फेरि महागरी शीतन पनि आइसकेछ। फेरि जाँड छैन हेर्नु गाइज, रकिसकी छैन। अब हामी चाहिँ स्विमिङ जाने अवस्थामा हो। फुच्चेहरू फेरि नयाँ नुहाइरहेछ। तिम्रो के खाएर आयो केटा हो? पानीमा जाने यहीबाट नभर्ने त्यही हो। यो पनि नहुन गइरहेछ न हो। यो पत्थरको हाम्रो यता बेउराबारी पर्छ र यता हुप्सीकोट एक बेलुवा जोगेपानी वहाँ पारी छ। यता बेउराबारी पर्छ, यता बेलुवा छ। यो पत्थर खोला भन्ने ठाउँ हो होइन। यहाँ पत्थर खोला भन्ने ठाउँ, तर यसलाई पट्टु डाब भनेर चिनिन्छ सबले होइन। अनि पारी यो फेरि मुसो डाँडा हुन्छ यसलाई। लगाइस यहाँ केटाहरूले अघि शीतन किन पठाएको जाँड फेरि जाँड सकिँदासम्म त शीतन बल्ल पुगेछ होइन। हामी चाहिँ अब नुहाउन जानु लाग्यो गाइस। हामी त ठुसमा हो होइन, मुर्रा ग्याङ हो सायद। मुर्रा ग्याङ। हामी चाहिँ बक्सरमा हो गाइस, बक्सर। राति सुत्दाखेरि सबै देखिन्छ यार मासला तेरामै गाइस। यता मेरो बिल्ला उडेर छ माछिक्ने। मलाई एउटा लुगा 50 रुपियाँ दिने र त्यही भएर म चाहिँ हुन जान लागिरहेको छु। 50 रुपियाँ हो अरे क्या एउटा लुगाको, त्यही भएर म जाने हो होइन। लगाइ अहिले एकछिन पछि भेटौँला। हेर्नुहोस् गाइस यहाँ हाम्रो धोबी। ओ धोबी हाम्रो धोबी हो है गाइस। भोक लाग्यो त्यही भएर खाइरहेछौँ होइन। यहाँ को आउनुहुन्छ, यहाँ रमाइलो हुन्छ। आज स्कुल टाइम हो त्यही भएर त्यतिको भिड छैन होइन। आज स्कुल छैन त्यही भएर भिड भएको छैन। चुरोटेलाई चुरोट देऊ रे के त। यहाँ यता चुरोटे ग्याङ होइन। कहाँ छ चुरोट फेरि होइन। चुरोट पाउन नि गाह्रो छ नि फेरि। यहाँ फेरि माला के गाइस हेर्नुहोस्। यसले त मागे लुडी परिन्छ के अरे होइन। यति भएपछि त लुडी परिन्छ फेरि हेर्नुहोस् गाइस। कहाँ प्लास्टिकमा बट्टै रहेछ माला ठुस हो। उता हेर्नु माछिकिने रन्डीको पनि नेपाली डल्फिन हो। पारी चाहिँ सबै राम्रो ठाउँ छ गाइस, सबैजना घुम्न आउनु होला होइन। आज चाहिँ अलिअलि खाए जस्तो छ केटाहरूले। ओ यहाँ हेर त गुल्ला ग्याङ थापुको भ्लग हो। गुल्ला ग्याङ हो के गुल्ला ग्याङ। गुल्ला हो गुल्ला। ल चुरोटे
यो हाम्रो भाइरल प्लेस हो है बेलुवाको झालबासको र बेउराबारी जुगे पानी बर्यो सबै आउँछ यहाँ होइन केटाहरू सबै यहाँ आउनु सबसे धेरै शनिबार आऊ क्या गाइस शनिबार आयो भने यहाँ हेर गाइस तिमीले एउटा न एउटा केटी सेट गरेर जान्छ होइन एउटा न एउटा केटी पाउनेछौ र रमाइलो भइरहेछ सबैजना आउनु होला यहाँ हेर्नुहोस् ओ धोबी कहाँ हेर माछालाई गुला छोपिरहेछ रनहरू हाम्रो सब्सक्राइबर हो होइन उचाइ सब्सक्राइबर उचाइमा धोबी हो ओ धोबी मेरो नि लुगा धोइदेऊ न लुगा धोइदेऊ मेरो नि पर पिस 100 रुपियाँ हो मलाई अघि 50 रुपियाँमा भनिरहेको थियो अहिले 100 रुपियाँ पो पुगेछ त माछालाई म त डुब्ने भयो केटा छैन खोलामै केटा यो सब हेर त माछ यस्तो फोहोर छ माछा यस्तो चाहिँ नगरौँ होइन यस्तरी बसिरहेछन् केटाहरू हो म चाहिँ यत्तिकै छु होइन अहिले एकछिनमा नुहाउन जाने हो सब केटाहरू मोज गरिरहेछ म चाहिँ चिनी भोक लागिरहेको छ त्यहाँबाट यो खाँदैछु हेर्नुहोस् एकछिन पम्प हानिरहेको छु क्या पम्प हानिरहेको ल को धेरै डुब्ने ल 1 2 3 गो डुबा ल को धेरै बेर डुब्ने है त रातो चड्डीवाला कालो चड्डी ओ 2 जना आउट भइसक्यो है यहाँ निलो चड्डीवाला भाइ नि निस्क्यो अब हाम्रो त्यो मुर्रा ग्याङको अफिसर मात्र छ अब गिल्ली छ ओ निरज भन्ने जन्तु यहाँ सबैजना आउनु होला यता बेउराबारी छैन क्या यता बेउराबारी छ अनि यता हाम्रो बेलुवा छ बेलुवा चौरङ्गी गिरबारी झालबास भन्ने सबै छ यतातिर अनि यहाँ बुद्ध चोक छ र ऊ आयो अर्को नै हाम्रो मुर्रा ग्याङको गिल लिटर विनर हो सबैले सपोर्ट गरिदिनु होला हामीलाई सब्सक्राइब गरिदिनु होइन लाइक एन्ड सब्सक्राइब गरिदिनु अलि खाएकै हो मैले नि अलिअलि लाएकै छ होइन यहाँ धोबी हो क्या हाम्रो फेरि ओ धोबी तिम्रो मुजी बुढी हुन पऱ्यो नि चाहिँ धुन दिनलाई यहाँ हेर न यहाँ अघि जस्तो धोइदेऊ त फेरि यस्तरी धुन पर्छ घाँस कपडा हेर्नु यत्रो पानी छ फेरि होइन सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन मिस्टर थारू भ्लग भन्ने मेरो पहिला त भ्लग हाल्थेँ तर अलिकति मेरो मोबाइललाई काम गरेर छ यहाँ भाइहरू छ किन हो यहाँदेखि हाम फालिदिने हो खुट्टा भाँचिला खुट्टा भाँचिला अलि राम्ररी हाम फाल
गाइस सब केटाहरू घर गइसक्यो होइन हेर्नु गाइस सबै घर गइसक्यो एकजना चाहिँ अब घर जानले रेडी गरेरलाई उहाँ होइन देख्नुभयो होला लुगा प्याक गर्न गएको छ अघि लुगा धोएर सुकाएको थिएँ नि धोबी भन्दै थिएँ मैले प्याक गर्न गएको छ होइन अनि हामी चाहिँ घरतर्फ लाग्ने हो गाइस यो पत्थर खोला भन्ने ठाउँ सबैजना आउनु होला यहाँ धोबी भन्ने मान्छे यहाँ छ होइन कसै घरमा चाहियो नै भन्नु होला धोबी छ यहीँ केटाहरू सबै घरकोतिर गइसक्यो खुच्चीहरू थियो सब घर गइसक्यो हामी छैन कोही नि होइन उहाँ पारि जक्सन बस्ने केटाहरू छ उनीहरूले के गर्नु हामी चाहिँ अब घरतिर लाग्ने घरतर्फ लाग्ने होइन अब उसको नि प्याकिङ चलिरहेछ कहिले सकिन्छ तर यता खोलातिर आयो भने यस्तो फोहोरहरू नगरिदिनु होला होइन यो धेरै फोहोर भइरहेछ यतातिर सफा राखौ सबैले यो ठाउँ चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला लगाइज फाइनली हामी चाहिँ घर जान लागेको छौँ होइन यो चाहिँ पट्टुडा पत्थर खोला भन्ने ठाउँ हो हामी चाहिँ घर जान लाग्छ अब होइन सबैजना आइदिनु होला भन्ने आशा गर्छु यहाँ धेरै फोहोर छ बाटो चिन्नु यहाँ आउने मान्छेहरू धेरै आउँछन् तर छुट्टीको बेला छ धेरै आइरहेको छन् आजकल स्कुल इक्जाम चलिरहेको छ त्यही भएर आउँदैन र अलिक गाह्रो हुन्छ नि त राम्रो थाहा छ यहाँ केटी ल्याएर राख्न पनि यो कसको स्कुटी हो माछा केटाहरू नास्ता लिएर आएको यहाँ चौचो त्यो फेरि फिर्ता लिएर जान लाग्छौँ घरतिर हातमा हल्लाउँदै चौचो फेरि हामी नास्ता फिर्ता लिएर जाँदैछौँ घरतिर होइन घरको अब अर्को नास्ता खानु पर्ला चिया खानु पर्ला अब दुधवाला होइन दुधवाला चिया खाने होला नि होइन ओ माछी के हो यस्तो अघि त थिएन त्यत्रो पानी अघि भर्खर म यत्रो पानी थियो चिक्ने अहिले यत्रो भइसक्यो अरे यहाँ अघि यत्रो पानी थियो अरे यहाँ तर अहिले माछालाई घुँडा पानी भइसक्यो यहाँ नि बाढी आउला जस्तो भइसकेको छ गाइस यहाँ पनि अब बाढी आउला जस्तो भइसकेको छ होइन बाटोतिर सबै गइसकेको छ उहाँ होइन यहाँ पनि के हो यस्तो हेर्नुहोस् सब बाटोतिर गइसकेको छ उहाँसम्म पुगेको त्यो ऊ यहाँ उकालो हेर्नु गएको रहेछ अलि होइन मुरा भएर खाइसक्यो मुरा सबैले यही हो हाम्रो पट्टुडा पत्थर खोला भन्ने कहाँ किन्छ खुट्टा अड्के के यतातिर घोगी हुन्छ यहाँ घोगी खोज्नु सबैले
यो खामतिर हुन्छ क्या अर्को मुर्रा भ्लगर मुर्रा भ्लगर मुर्रा भ्लगर मुर्रा मुर्रा गुल्ला मात्रै ठुलो छ मुर्रा भ्लगरको गुल्ला मात्रै ठुलो लगाइ हामी चाहिँ अब बुद्ध चोक भन्ने ठाउँ पुग्न लागिसक्यो होइन बुद्ध चोक भन्ने यहाँभन्दा 5 मिनटको दुरीमा छ अब हामी बुद्ध चोक पुग्न लागिसक्यौँ तर चप्पलले साथ दिएन क्या यो चप्पलमा फेरि गाई चाहिँ एक हप्ता पनि राम्ररी टिकेन क्या सब चुडिसक्यो एक हप्ता पनि राम्रो नटिक यस्तो चप्पल चाहिँ कसरी नकिने है अबदेखि है गाई चाहिँ एक हप्ता पनि राम्ररी नटिक्ने रहेछ र यो घामले पनि माचुनी धेरै पेलिसक्यो घाम पनि पेलिसक्यो हामीलाई अब भ्लग यतैतिर इन्ड गर्न पर्ला होइन र अरू भ्लग अब रेगुलर आउनेवाला छ आज भ्लग ढिलो हो पहिला नै हालिरहेको थिएँ मैले भ्लग आज फेरि सुरु गरिरहेको छु पहिला मोबाइलले खराब भएर होइन पहिला मोबाइल खराब भएर भ्लग हाल्न पाएन र अहिले फेरि रेगुलर भ्लग हुनेवाला छ अबदेखि लाइक सब्सक्राइब गरिदिनु होला र सेयर गरिदिनु बाई बाई गाइस तर यस्तो चप्पल कसरी नकिन्नु छिटो चुडिने एक हप्ता पनि राम्ररी चलेन रहेछ बाई गाइस बाई बाई